आजको यात्रा हाम्रो पुम्दी कोटको यहाँ ल पुम्दी कोट लाग्यो। अब चाहिँ बसबाट झरेर होइन यहाँदेखि अब धेरै 5-6-7 मिनटमा पुगिन्छ। ल पुम्दी कोट आइपुग्यो। अगाडिको बोलिहाल्यो फेरि। ल मेन शिवाजी स्ट्याचु आइपुग्यो। शिवजीको लिङ्ग शिवजीको डमरू पोखरा बजार हेर्न लाग्छ रहर। Presiden Polda dan Polda Periban terlibat pada pan juga atau sebelumnya पोखराबाट पोखराको दृश्य पोखरा सम्झेर स्टुपा बौद्ध स्टुपा पोखराको। अहिलेको यात्रा सेती रिभरतिरको सेती नदीतिरको ए डुबिन्छ होला है। महेन्द्र गुफा इन्ट्री गेट चोक। अबको यात्रा महेन्द्र गुफा प्रवेश गरियो। पहिलो बनाउनु मलाई फसेटी हो। ओइ खिदाउ त। अबको यात्रा महेन्द्र गुफा प्रवेश गरियो।
पहिलो पनि आउनु पर्छ खसुटी हो ओइ खिदाउ त यो चमेरा गुफा पोखराको आजको हाम्रो 9 डेस्टिनीमा 8औं डेस्टिनी सेकेन्ड लास्ट टिकट काउन्टर बिगार्दै क्या ए लाइक दिनुहुन्छ चमेराले ठुङ्छ होला आफै लिएर आउनुपर्छ अब अघि भेला हुँदैछ भनेको हैन हाट ओभर ल्याङ्ग्वेज हो ठाउँ त ए उहाँ रहेछ अब त उहाँ लाइट देखाउ त ऊ यत्तिकै बसिरहेछ यहाँनिर यहाँ मुनि देखाउ न बाटोमा अनि हिँड्नु पनि परेन ए माथि देखाउ त चमेराको झुन्डहरू त्यसको नि फ्ल्यास हान्नु पर्छ नि रोकेर फ्ल्यास हान्नुपर्छ खोइ ल साइड लागौँ अब भयो उडाउने भयो ढुङ्गाले हान्नु हुँदैन हौ जिउँदो छ कि छैन जिउँदो नभएको टाँसेर बस्छ अनि ढुङ्गाले हानेर अनि सबै उड्राएर अनि फेरि एट्याक गर भन्यो भने जम यहाँ के छ मान्छेहरूमा यताति झर्दैछ ए जान्छ यताति छ बिन्दवासिनी मन्दिर परिसर मन्दिर जाने बाटो यही चाहिँ उपर यो बिन्दवासिनीबाट देखिएको पोखराको दृश्य यो बिन्दवासिनी मन्दिर पोखरा फेवा लेक आइपुग्यो तालभराई मातालाई भेट्न लाग्यो
ठिकै छ नि हजुर हेलो पहिलाको मन्दिरलाई ठुलो बनाउन लाग्थ्यो कि बनाइसकेको भइन्छ यसको जग खने थियो होला हाई मजाले रमाइलो अहिले चाहिँ फलामको तामाको के आफ्नो राखेछ झल्लरहरू तामै हो जस्तो बिचतिर चाहिँ गहिरो होला है गहिरो होला गहिरो होला नि आइपुग्यो एक राउन्ड घुमेर चाहिँ टन्न भएर होला यहाँ आउँदैन रहेछ अलिक बिचमा जानु न नि आउँछ नि माथिबाट उठेर माछा दिने होला नि त हुन्छ कत्रो कत्रो रहेछ हौ माछाहरू त यहाँ बुझ न माछाको चाहिँ माछा देखेन यो यत्रो यत्रो यहाँ हेर न क्यामेराले देख्नु पर्यो नि यता हेर न यता अब देख्दै मन कत्रो कत्रो कति धेरै रहेछ एक जाला हान्यो भने त नभएको पनि कति केजी निस्किने ए वायो सक्यो यहाँ त हाम फर्कियो तलबाट यहीँबाट टपमा बस्नु